साथीहरु नमस्कार, म कपिल शर्मा। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले एउटा ठूलो प्रस्ताव सार्वजनिक गरेका छन्। उहाँले भनेका छन्, अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह एउटै ठाउँमा उभिनुपर्छ भन्ने उनले सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिइसकेका छन्। यो केवल सामान्य कुरा होइन, किनभने अहिलेको राजनीति हेर्ने हो भने यी ठूला नामहरू जो रवि र बालेन दुवै जनतामाझ एकदमै अत्यन्त लोकप्रिय छन्। रवि लामिछानेले पुराना पार्टीलाई चुनौती दिँदै नयाँ सोच र नयाँ शैलीको राजनीति थालेका छन्। त्यस्तै बालेन्द्र शाहले काठमाडौँमा कामले बोल्छ भन्ने सन्देश दिएका छन्। अब कल्पना गर्नुहोस्, यदि यी दुई ठूला नेता एउटै मञ्चमा उभियो भने पुराना पार्टीलाई ठूलो चुनौती अनि युवाहरूको सपना नयाँ उचाइमा, राजनीति पूर्ण रूपमा नयाँ दिशातिर। बाबुराम भट्टराईको यो प्रस्तावले अहिले नै तरंग पैदा गरेको छ। कतिपय भन्छन् यो कदमले नेपाली राजनीतिलाई नयाँ विकल्प दिन सक्छ, अरू भन्छन् बाबुराम फेरि एकपटक खेल बदल्ने प्रयासमा छन्। तर प्रश्न भनेको के हो भने, के रवि लामिछानेले आफ्नो पार्टीको संरचना छाडेर सहकार्य गर्न तयार हुन्छन्? के स्वतन्त्र ढंगले काम गर्ने बालेन्द्र शाहले पार्टीगत राजनीतिमा पाइला चाल्छन् र के यो सहकार्य वास्तवमै सम्भव छ? के यिनीहरूको सहकार्य वास्तवमै सम्भव छ कि छैन? यो सबै प्रश्नको जवाब आउँदो दिनमा प्रष्ट हुनेछ। तर एक कुरा निश्चित छ, बाबुरामले प्रस्ताव गर्दा नै पुराना दलहरू भित्रै कराउन थालेका छन्, किनकि जनताले विकल्प खोजिरहेका छन् र त्यो विकल्प रवि बालेन सहकार्य भएर आउन सक्छ। अब तपाईको विचार के छ? के तपाईको नजरमा रवि र बालेन एउटै मञ्चमा आउनुपर्ने हो वा उनीहरू अलग अलग बाटोमै गएर काम गर्दा राम्रो हुन्छ? कृपया तपाईको प्रतिक्रिया कमेन्टमा दिनुहोस्। हामी भोलि फेरि अर्को अपडेट सहित आउने छौं।